नमस्कार साथीहरू, मनसुन सुरु भइसक्यो अनि हाम्रो मन पनि बिस्तारै हरियाली खोज्दै पहाडतिर हिँड्न थालेको होला हैन र। आजको भिडियो हामी कुरा गर्दैछौँ नेपालका 19 उत्कृष्ट मनसुन ट्रेक र हाइकहरूको बारेमा। एकदमै रमाइला, सौन्दर्यले भरिएका र खास मनसुनमा अझै सुन्दर देखिने ट्रेकहरूको काउन्टडाउन गर्दैछौँ। 19 नम्बरबाट सुरु गरेर 1 नम्बरसम्म पुग्नेछौँ। अब लागौँ काउन्टडाउनतर्फ। तपाईँ अफिस जानु अघि वा विकेन्डमा बिहानै निस्केर साँझ फर्किन चाहनुहुन्छ भने चम्पादेवी हाइक तपाईँको लागि हो। काठमाडौँको फर्किङबाट र टौदहबाट सुरु गर्न सकिने यो ट्रेक अपहिल बाटो हुँदै चम्पादेवी मन्दिरसम्म पुग्दछ। मनसुनमा जङ्गलहरू झन् हरिया देखिन्छन्, बाटामा ससाना झरनाहरू पनि बगिरहेका देखिन्छन्। अनि जब टपमा पुग्नुहुन्छ, काठमाडौँ उपत्यका बादलमा लुक्दै गरेको दृश्य देखिन्छ। अझै माथि जान चाहनुहुन्छ भने भस्मासुर डाँडासम्म गएर त्यहाँबाट चन्द्रागिरी अथवा मत्स्य गाउँसम्म पुग्न सकिन्छ। पाल्पाको यो ऐतिहासिक महललाई नेपालको ताजमहल भनेर चिनिन्छ। तानसेनबाट सुरु हुने यो ट्रेक कालीगण्डकीको किनार हुँदै पुरानो पथ समाउँदै तपाईँलाई रानीमहलसम्म पुर्याउँछ। बर्खामा नदी अझ गहिरो र बलियो बगिरहेको देखिन्छ अनि चारैतिर हरियालीले महललाई झन् भव्य देखाउँछ। यो ट्रेकमा प्रेम मात्र होइन, इतिहास, सौन्दर्य र शान्तिको पनि अनुभव गर्न पाइन्छ। पुन हिललाई मन पराउनुहुन्छ तर भिड मन पर्दैन भने खोप्रा डाँडाको ट्रेक तपाईँको लागि बनाइएको हो। यो ट्रेकमा अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलाको आकर्षक दृश्य देख्न पाइन्छ र त्यो पनि एकदमै शान्त वातावरणमा। मनसुनमा यहाँको घाँसे चौर, फुलहरू र बादलको नृत्य देख्दा लाग्छ तपाईँ कुनै पोस्ट कार्डभित्र पसेर हिँडिरहनु भएको छ। थोरै दिन बढी लाग्न सक्छ तर इट वर्थ एभ्री स्टेप। लाङटाङ क्षेत्रमा रहेको यो ट्रेक खास गरी तामाङ संस्कृतिलाई नजिकबाट बुझ्नको लागि उपयुक्त छ। स्याफ्रुबेसीबाट सुरु हुने ट्रेलले तपाईँलाई तामाङ गाउँहरू, मठहरू र हिमाली चौरहरूमा डुलाउँदै लान्छ। बर्खामा खेतहरू हरिया देखिन्छन् र गाउँहरूमा झन् कम पर्यटक हुँदा लोकल अनुभव चाहिँ असल लाग्दछ। फुड, पिपुल र कल्चर यो ट्रेक सिम्पली सोलफुल हुन्छ। फेवाताल सबैले देखेका हुन्छन् तर बेगनास तालको पूर्वपट्टिको कालिका डाँडामा गएर तपाईँले पोखरा नयाँ देख्नुहुनेछ। सजिलो हाइक हो, करिब 2-3 घण्टा मात्र लाग्दछ। त्यहाँ पुग्दा बेगनास ताल तल हरियाली चारैतिर र बादलले घेरिएको दृश्य विच इज सिरियसली अन्डररेटेड। मनसुनमा यहाँको मौनता, चकमन्नता र प्राकृतिक सजावटले तपाईँलाई रिफ्रेस बनाउँछ। बुढानीलकण्ठबाट सुरु हुने यो हाइकले तपाईँलाई छिट्टै प्राचीन बागद्वार, जो बागमतीको स्रोत हो, त्यहाँसम्म लैजान्छ। बर्खामा यो जङ्गल झन् लाइफमा आउँछ। मोसले ढाकिएका रुखहरू, फिस्स गर्ने चराहरू अनि ओकेजनल मृगको झुल्को। काठमाडौँमै बसेर पनि यति शान्त अनुभव लिन सकिन्छ भन्ने कल्पना पनि गर्न सकिन्न। टाइम छ भने मेडिटेसन पनि गरेर आउनुहोला। पनौतीपछि थोरै अपहिल हाइक गरेर पुगिन्छ बालथली, सानो तर स्वर्ग जस्तै गाउँ। तामाङ र नेवार संस्कृति, हरियाली टेरेस फर्म अनि टाढा टाढासम्मको दृश्य। मनसुनमा बादलले गाउँ नै ढाकेको देखिन्छ। बगैँचाहरू हरियो र गाउँको हावा एकदमै ताजा। एक रात बस्न पाउनुभयो भने लाइफ टाइम मेमोरी नै बन्दछ। यो थोरै फरक खालको हाइक हो। जनकपुरबाट सुरु गरी सिंहेश्वर महादेवसम्म पैदल यात्रामा तपाईँलाई संस्कृति, तीर्थ र मनको शान्ति दुवै प्राप्त हुन्छ।
मनसुनमा यहाँका खेतहरू, बग्ने खोला र खुला आकाशले यात्रा चाहिँ स्पिरिटफुल बनाउँछ। पारम्परिक यात्रा गर्दै मनलाई पनि हाइक गराउनुहोला। चन्द्रगिरी पछाडि रहेको मोइते डाँडा अहिले धेरैको हाइकिङ डेस्टिनेसन बन्न थालेको छ। बर्खामा यहाँबाट उपत्यका बादलमा लुकिरहेको देखिन्छ अनि राति त काठमाडौँको बत्तीले लाइट सोने देखिन्छ। सजिलो ट्रेक हो, एक दिनमै गएर फर्किन सकिन्छ। तपाईको विकेन्ड हाइकिङ विश लिस्टमा यसलाई राख्नुहोला। तपाईँ पोखरा घुम्न जाँदै हुनुहुन्छ भने फेवाताल र सराङकोट बाहिर पनि संसार छ, त्यो नौडाँडा अस्ताम ट्रेक। यो ट्रेक धेरै गाह्रो पनि छैन, तर बर्खामा यहाँको हरियालीले तपाईँलाई मोहित बनाउँछ। गाउँको छानाहरूको बिचबाट हिँड्दै बेलुकाको थकाइ मेटाउने चिया र अस्ताउने सूर्यले तपाईँको दिनलाई पूर्ण बनाउँछ अनि अन्नपूर्ण रेन्जको झुल्कोले तपाईँलाई छुट्टै अनुभूति दिन्छ। पोखराबाट गाडीद्वारा घान्द्रुक अनि त्यसपछि एकदमै मनमोहक अपिल बाटो हुँदै गुरुङ हिल। मनसुनमा यो ठाउँ झन् मिस्टिकल देखिन्छ। बादलभित्र हराएको जङ्गल, गिजबिज फुल अनि हल्का हिलामे बाटो जसले एडभेन्चर बनाउँछ। गुरुङ संस्कृति नजिकबाट बुझ्न पाउनुहुन्छ अनि होटलहरू पनि ठिकठाकै छन्। त्यो साइलेन्स, त्यो हावाको सुस्केरा, तपाईँको स्ट्रेस गायब हुन्छ। लाङटाङ भ्याली ट्रेक अरू मौसममा भरिभराउ तर बर्खामा अन्डररेटेड ट्रेक। स्याफ्रुबेसीबाट सुरु हुने यो ट्रेकले तपाईँलाई लाङटाङ दिरुङ हिमालसम्म लैजान्छ, जुन बर्खामा बादलसँग लुकामारी खेलिरहेको देखिन्छ। यो ट्रेक बर्खामा अलि चुनौतीपूर्ण पक्कै हुन सक्छ, तर थोरै ट्रेकर्स मात्र भेटिने भएकाले अनुभव झन् वास्तविक लाग्छ। र गोसाइकुण्ड पुग्न सक्नुभयो भने त्यो पवित्रताको स्पर्शले केही क्षणका लागि आत्मा नै स्फटिक जस्तो लाग्छ। यो ट्रेल नेपालका पहिलो क्रान्तिकारी सिद्ध लखन थापाको नाममा रहेको छ। चितवन र मकवानपुरको सिमानाबाट सुरु भएर ऐतिहासिक स्थलहरू पार गर्दै जाने यात्रा इन्फर्मेटिभ पनि हुन्छ र सिनिक पनि। मनसुनमा यहाँको जङ्गल एकदमै लाइफमा आउँछ र धेरै भिड पनि हुँदैन। यो पुरानो ट्रेलमा पक्कै जानुहोला। नमोबुद्ध धुलीखेल हाइक काठमाडौँको नजिकको एकदमै पपुलर हाइक हो, तर मनसुनमा यहाँको सौन्दर्य अर्को लेभलमा पुग्छ। नमोबुद्धको गुम्बा आसपासको हरियाली अनि धुलीखेलतिरको ओह्रालो बाटोमा खेत, बादल र बग्ने खोला। अनि यो एक दिनमै सकिने हाइक पनि हो। ब्याकप्याक लैजान झन्झट पनि छैन। पैदल हिँड्दै शान्तिपूर्वक मनको क्लिन्जिङ पनि हुन्छ र शरीरको पनि। सिन्धुपाल्चोकमा अवस्थित यो ट्रेक एकदम स्पिरिचुअल र सिनिक दुवै हो। मनसुनमा पोखरीहरू भरिएका हुन्छन्, पानीको सतहमा बादल र हिमालको प्रतिबिम्ब देख्दा गुजबम्प नै आउँछ। थोरै साहस पक्कै चाहिन्छ यो ट्रेकमा, तर एकपटक माथि पुगेपछि 5वटा पोखरीसँगै बसी शान्त रूपमा सास फेर्नुहुन्छ भने यु विल फिल रिबर्न। कुस्माबाट सुरु हुने यो ट्रेक विश्वकै डिपेस्ट गॉर्ज अर्थात् कालीगण्डकीको क्यानन नजिकबाट जान्छ। मनसुनमा कालीगण्डकीले स्वर मचाइरहेको हुन्छ अनि वरिपरिको चट्टान र हरियालीको कम्बिनेसन हेर्दा बिल्कुल सिनेम्याटिक फिल हुन्छ। र याद गर्नुहोस्, यहाँको कुस्माको झोलुङ्गे पुल पनि दुनियाँकै अग्लो मध्ये पर्दछ। बन्जी गर्न चाहनुहुन्छ भने बोनसमा थ्रिल ग्यारेन्टेड।
त्यसैगरी तेस्रो नम्बरमा रहेको छ गोसाइकुण्ड ट्रेक। मनसुनको अन्तिमतिर साउन भदौतिर यो ट्रेक धार्मिक दृष्टिले पनि निकै महत्त्व राख्दछ। रसौबाट सुरु हुने यो ट्रेकले तपाईँलाई शुद्ध हिमाली वातावरण हुँदै गोसाइकुण्ड पुर्याउँछ। हिउँ परेन भने बर्खामा जान नै मिल्छ। अलिक बाटो गाह्रो हुन सक्छ, तर कुण्डको दृश्य देख्दा सबै थकाइ मेटिन्छ। तपाईँलाई लाग्न सक्छ दिस इज नट अ ट्रेक, इट्स अ पिल्ग्रिमेज। दोस्रो नम्बरमा रहेको छ पुन हिल ट्रेक। यो त पुरानै क्लासिक ट्रेक हो, तर बर्खामा इट्स टोटली डिफरेन्ट। घानरोक उल्लेरी घोरेपानी हुँदै पुन हिलसम्मको ट्रेक। बर्खामा फरेस्ट छन्, एभ्री सेड्स अफ ग्रिन देखिन्छ, बादलसँग लुकामारी गर्दै हिमाल झुल्कन्छन् अनि सूर्योदय पनि। जतिपटक जानुभयो पुन हिलले तपाईँलाई हरेक पटक न्यू एक्सपिरियन्स दिन्छ। यो ट्रेक नेपालका सबै मौसममा राम्रो लाग्छ, तर बर्खामा त्यो स्मेल अफ वेट अर्थ इज अनबिटेबल। र अन्ततः हामी आइपुग्यौँ हाम्रो नम्बर 1 ट्रेकमा। यो पनि मोस्ट पपुलर ट्रेक हो, बट सुपर अन्डररेटेड इन मनसुन। एबिसी ट्रेक साथीहरू, यो ट्रेक त बर्खामा आफै नयाँ जस्तो देखिन्छ। फुलहरू, खोलाहरू, खासे चौर, झरना हरेक कुरा लाइफमा आउँछ। पोखराबाट झमझम पानीमा सुरु गरिएको यो यात्रा ब्याम्बु देउराली हुँदै जब माछापुछ्रे बेस क्याम्प पुग्नुहुन्छ अनि त्यसपछि अन्नपूर्ण बेस क्याम्प, यु विल गेट गुज बम्स ओन्ली। बर्खामा सुरक्षाको ध्यान गर्नुपर्ने हो, तर मनसुनमा तपाईँको जीवनको सबैभन्दा अविस्मरणीय यात्रा बन्न सक्छ यो ट्रेक। माइन्ड ब्लोइङ भिजुअल, स्पिरिचुअल भाइब्स र प्योर नेचर, वाट एल्स डु यु निड? अब त तपाईँले पक्कै थाहा पाउनुभयो होला, मनसुन भनेको घरमै बस्ने मौसम होइन। इट्स द सिजन टु फिल अलाइभ। यो ट्रेकमध्ये तपाईँको फेभरेट कुन हो कमेन्टमा लेख्न नबिर्सिनुहोला। तपाईँलाई भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब र साथीहरूसँग सेयर गर्न पनि नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला, तबसम्मको लागि हाइकिङ बुट्स तयार राख्नुहोस्। धन्यवाद।